नमस्ते झरना गइँदैछ। हामी 4-5 जना छौँ, 5-6 जनाको टोली। मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्दै डाँडाकाँडा हरियाली हट्टसँगले बाटो राम्रो बनाइदिइरहेछ। अहिले त्यो उकालो हिँड्दा चाहिँ पसिना छुट्टो होइन, घुँडाबाट चाहिँ पसिना निक्लिन आँटिसक्यो। घुँडा दुखेर आउँदैन तर यस्तो लाग्यो मलाई। पहिले त तलाइदियो, फाइनल्ली नमस्ते झरना चाहिँ आइपुगे जस्तो छ। अब यहाँ सिँढीबाट चढेर माथि देखिरहेको छ। त्यहाँ जानुपर्ने उकालो हिँड्दा सास फुलिसक्यो। चिसो हावा